एभ्रिवान वेलकम ब्याक टु माई युट्युब भिडियोमा हजुर सबैजनालाई स्वागत छ। फेरि पनि मैले धान रोपेको भ्लग लिएर आएको छु र भिडियो कस्तो हुन्छ लास्टसम्म स्किप नगरिकन माया साथ सपोर्ट दिइकन हेरेर साथ दिनु होला है त। अनि ल लागौ साथीहरू अब बारी खेतमा चाहिँ टक्क लाएर उहाँ दिदीहरूले चाहिँ धानको बिउ निकाल्दै हुनुहुन्छ। अनि यो चाहिँ एक्ले धान हो। अनि हेर्नु न यत्रो ठुल्ठुलो भएको रहेछ के अलिकति ढिला भएर है रोप्नलाई। अनि यहाँ चाहिँ अब त्यति पानी छैन, काठमाडौँ हो है, खोला नि छैनन् कि यहाँ नजिक। अनि यो पानी चाहिँ सबै इनारबाट मिसीले निकालेर टक्क हालेको। अनि उहाँले चाहिँ यस्तो निकाल्दै हुनुहुन्छ। यस्तो हरियाली भएको छ है, त्यो एक्ले धान रहेछ, एउटा एउटा रोप्नुपर्ने। अनि दिदीहरू चाहिँ गफगाफ उहाँको व्यस्त त गफहरूमै थियो नि त, उहाँहरूको पर्सनल कुराहरू गरेर थियो। अनि त्यही भएर चाहिँ मैले चाहिँ भोइस ओभर गरेर हालेको। अनि यस्तो दामी के हेर्नु न खेतमा नि म चाहिँ खालि बारी मात्रै भन्छु है, तर बारी त बारी है, यसले खेत बनाएको है। यस्तो हरियाली छ क्या उता फेरि दिदी यस्तो है, यस्तो पानी त यस्तो दामी के हेर्नु नि सबै यिनीहरूबाट निकालेको के कत्रो ठुलो छ फेरि खेत पनि। आज सबै निकालेर चाहिँ टक्क रोप्नुपर्ने हुन्छ। अनि म चाहिँ प्लास्टिक ओर्दैछ, किनभने माथिबाट पानी अलिअलि आएर थियो। म चाहिँ अलिक सन्चो थिइनँ नि त, सो त्यही भएर। अनि टाउको जिउहरू भिज्यो भने अलि उयो हुन्छ, गाह्रो हुन्छ भनेर फेरि माथिबाट प्लास्टिक लिएर अनि टक्क ओढिरहेको अवस्था छ म चाहिँ। अनि दिदीहरू चाहिँ उहाँहरू रोप्ने तर्खरमा हुनुहुन्छ। हामीले चाहिँ यसरी रोप्छौँ है यो धान, एक्ले धान चाहिँ। हजुरहरूले कसरी रोप्नुहुन्छ प्लिज कमेन्ट गर्नु होला। यो चाहिँ एउटा एउटा यसरी रोप्नुपर्ने हुन्छ है। यस्तो हरियो धान पनि, धानको बिउ एकदम राम्रो क्या, कस्तो दामी छ क्या। रोप्नलाई नै अल्छी नलाग्ने। अनि फेरि मैले फेरि हेर्नु न है, यो छिमेकीको बाबु नानी हो, फेरि यिनीहरूलाई रहर लागेर चाहिँ के। अनि त्यही हामी रोप्छु भन्यौँ। अनि हुन्छ ल आउन त भन्यो। अनि त्यसै तिनीहरू कुद्दै 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 गयो, यस्तो रहर गरेको छ क्या फेरि है। अब उनीहरूले टक्क एउटा एउटा गरेर रोप्छ होला सायद। उसको अब उनीहरूले सिकेको छ कि न, पहिल्यै देखेको थियो कि है यस्तो धान रोप्नुपर्छ भनेर रहर गरेर आयो। लु रोप अलि नजिक नजिक यस्तो यस्तै रोप्ने ल, यति यतिको फरकमा ल। रहर लागेर यहाँ हर्बिजोग छ बच्चाहरूलाई यहाँ। कति वर्ष भयो तिमीहरूले? ए तिमी 8 ऊ चाहिँ 10। खान्छ भने त झार चल्छ, यहाँलाई कलकत्ता चर्को झार चल्दियो ल। एउटा एउटा रोप्ने ल। हो एउटा एउटा त्यो त एउटै होला। हो त्यो एउटै हो। खेताला आयो है साथीहरू, खेताला यहाँ दुईवटा यहाँ ठुल्ठुलो के भन्छ। हेम्बु के हिजो लाइन सुझ हाजिब के कस्तो बाटो है। अहिलेको बाबु नानीहरूले सिकाउनु पर्दैन, यी यसरी आफै रोप्छ। पानी चाहिँ खतरा छ कि। फोन ल त बोल। वाउ
ला हो हु आर यु हेलो हु आर यु तपाईँ के गर्दै हुनुहुन्छ धान रोपेको साग रोप्नु भयो साग रोपेको खतरासँग रोप्नु हुँदो रहेछ आउँदैन मलाई रोप्न माइली दिदी के गर्नु भइरा धान रोपेको गाइस मेरो हालत यहाँ छ सानो सबसे ठुलो मान्छे यता हेर के गरेको अब ठुलो भइसक्यो अब धान रोप्नुपर्छ रोप ल म खिच्छु वा हेर्नु गाइस यहाँ रोपेको किन हाँसिरहे मोबाइलमा त पानी छिरेर हैरान भइरहेको रहेछ यहाँ चाहिँ बुहारी र टक बहिनी पानी हाल्ने तरकारमा हुनाले चाहिँ ल साथीहरू आजको लागि भिडियो यति नै है त नेक्स्ट भिडियोको लागि भोलि भेटौँला